पूर्व मेयर सिंह 2 दिनपछि मृत भेटिए। जंगलमा मोटरसाइकल भेटिएपछि खोजी तीव्र। कुकुर र ड्रोनबाट गरिएको थियो निगरानी। शुक्रबारदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा भेटिएका छन्। उनको खोजीमा प्रहरीले भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तालिम प्राप्त कुकुर झिकाएर परिचालन तथा ड्रोनबाट समेत निगरानी गरेको थियो। ठूलो संख्यामा स्थानीयको समेत सहभागिता रहेको थियो। शुक्रबार मोटरसाइकल सहित गएका उनी बेपत्ता भए पनि सोही ठाउँमा उनको मोटरसाइकल भेटिएको थियो। तौलिहवा गोरुसिङ्गे क्षेत्रको जंगलमा हराएका उनको खोजीमा सबै विधि अपनाएको र आज मृत अवस्थामा भेटिएको कपिलवस्तु प्रहरीका निमित्त सूचना अधिकारी दीपक कुवरले बताएका हुन्। शनिबार भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको K9 शाखाबाट ट्र्याकिङ डग सहितको प्राविधिक टोली ल्याएर सर्च गरिएको थियो। प्रहरीका अनुसार 65 वर्षीय सिंह अन्दाजी 2 बजेतिर कपिलवस्तु 3 स्थित घरबाट निस्किएका थिए। 3:30 बजेतिर उनले आफू निकटका केही व्यक्तिहरूलाई जंगलमा बाटो बिर्सिए भनेर मोबाइल मार्फत जानकारी दिएका थिए। त्यसपछि उनका आफन्त सहितको टोली खोजीमा निस्किँदा पूर्व पश्चिम राजमार्गबाट करिब 8 किलोमिटर भित्र जंगल क्षेत्रमा उनले चढ्ने गरेको लुप र 01013 7970 नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो। 2 दिनदेखि खोजिरहेको जंगलमा आज मृत अवस्थामा फेला परेका हुन्। शुक्रबारदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा भेटिएका छन्। उनको खोजीमा प्रहरीले भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तालिम प्राप्त कुकुर झिकाएर परिचालन तथा ड्रोनबाट समेत निगरानी गरेको थियो। ठूलो संख्यामा स्थानीयको समेत सहभागिता रहेको थियो। शुक्रबार मोटरसाइकल सहित गएका उनी बेपत्ता भए पनि सोही ठाउँमा उनको मोटरसाइकल भेटिएको थियो। तौलिहवा गोरुसिङ्गे क्षेत्रको जंगलमा हराएका उनको खोजीमा सबै विधि अपनाएको र आज मृत अवस्थामा भेटिएको कपिलवस्तु प्रहरीका निमित्त सूचना अधिकारी दीपक कुवरले बताएका हुन्। शनिबार भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको K9 शाखाबाट ट्र्याकिङ डग सहितको प्राविधिक टोली ल्याएर सर्च गरिएको थियो। प्रहरीका अनुसार 65 वर्षीय सिंह अन्दाजी 2 बजेतिर कपिलवस्तु 3 स्थित घरबाट निस्किएका थिए। 3:30 बजेतिर उनले आफू निकटका केही व्यक्तिहरूलाई जंगलमा बाटो बिर्सिए भनेर मोबाइल मार्फत जानकारी दिएका थिए। त्यसपछि उनका आफन्त सहितको टोली खोजीमा निस्किँदा पूर्व पश्चिम राजमार्गबाट करिब 8 किलोमिटर भित्र जंगल क्षेत्रमा उनले चढ्ने गरेको लुप र 01013 7970 नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो। 2 दिनदेखि खोजिरहेको जंगलमा आज मृत अवस्थामा फेला परेका हुन्।